हेलो गाइजहरू, म अहिले कोरिया सौलको फेमस एविदोमा छु, जहाँ कोरियाको सबैभन्दा राम्रो चेरी फुल देख्न सकिन्छ। अझ म तपाईँहरूलाई यो ब्युटिफुल ठाउँको फुल ब्लग देखाउँछु है त साथीहरू। यो एविदोको हान रिभरको नजिकै पर्ने एकदम रमाइलो पार्क एरिया रहेछ साथीहरू। यो ठाउँ एकदम राम्रो फ्रेस हावा, इन्भाइरोमेन्ट पिसफुल, साथीहरूसँग घुम्न त झन् एकदम रमाइलो है। र स्प्रिङ सिजनमा यहाँ सबै चेरी फुलले ढाकेको हुन्छ। त्यसो त यहाँ हेर्न मात्र होइन, फोटो खिच्न र घुम्न एकदम बेस्ट ठाउँ। त्यति मात्र कहाँ हो र साथीहरू, कपालहरूलाई झन् पर्फेक्ट ठाउँ रहेछ है त। र यहाँ चाहिँ फुल फुल्ने समय चाहिँ बेस्ट अप्रिल पहिलो र दोस्रो हप्तामा चाहिँ पुग्नुभयो भने तपाईँहरूले यो फुल एकदम राम्रो देख्न सक्नुहुनेछ। र यो भिडियो चाहिँ दिउँसोको हो, बेलुकातिर जानु पायो भने झन् राम्रो देखिन्छ भन्ने सुनेको थिएँ साथीहरू। तर यहाँ आउन अलिक टाढा भएकोले गर्दा हामी चाहिँ दिउँसो आएको हो। बेलुका चाहिँ यहाँ लाइट पनि सफ्ट हुन्छ, फोटो भिडियो बनाउनु त एकदम राम्रो बल आउँछ साथीहरू यहाँ त। र यहाँ आउनको लागि चाहिँ तपाईँहरू 5 नम्बर रुट ट्रेनको एविदो याकमा ओर्लिनु भएपछि 4 नम्बर गेट र 5 नम्बर गेटमा निस्किनु भयो भने यो ठाउँ आइपुग्नुहुन्छ। र यो ठाउँ आइपुग्नुको लागि लगभग 5 मिनट जति 5 मिनटभित्र चाहिँ पुग्नुहुन्छ तपाईँहरू यो फुल फुल्ने ठाउँमा। थोरै अगाडि त्यहाँ जानुभयो भने धेरै मात्रामा फुलहरू देख्न पाइयो है साथीहरू। यस्तै छ, एविदोको फुलहरू एकदम राम्रो छ। मलाई चाहिँ एकदम स्विट लाग्यो यो ठाउँ। तपाईँहरूलाई के कस्तो लाग्ने हो? ल साथीहरू, अझै पनि घुम्ने ठाउँ त धेरै नै थियो, तर पनि हामीसँग टाइमको अभावले गर्दाखेरि हामी यहीँबाट फर्किन सुरु गऱ्यौँ। र तल साथीहरू पनि वेट गर्नुभएको छ अगाडि पुगेर। यो थियो मेरो एविदो चेरी फुलहरूको ब्लग। कस्तो लाग्यो कमेन्टमा भन्नुहोला है त। लाइक कमेन्ट गर्न नबिर्सिनु होला साथ।